गुड मर्निङ। आज चाहिँ म मेरो कम्पनीको छतमा आएको छु अनि छतमा आएर चाहिँ आज म सानो भिडियो बनाउने विचार गरेको छु। आज चाहिँ ह्याप्पी दसैँ हो अनि दसैँको सम्पूर्ण प्रवासी नेपाली दाजुभाइ तथा दिदीबहिनी मेरो आफन्त लगायत सम्पूर्णलाई चाहिँ मेरो तर्फबाट दसैँको शुभकामना। र यहाँबाट चाहिँ तपाईहरुले साउदी अरबको हल्का नजारा देखाइदिन्छ है तपाईहरुलाई म। वाह, यो हामी बस्ने ठाउँ हो, रिमाल भन्ने ठाउँ। अनि रिमाल भन्ने ठाउँमा चाहिँ यो माथि छतबाट तपाईहरुलाई मैले दृश्य देखाइरहेको छु। एकदम राम्रो भ्यू आउने छ यहाँबाट। पारी पारी हेर्नुहोस् है, यति दामी देख्छ। वाउ, नाइस। फर्स्ट टाइम हो म यहाँ आएको। हेर्नु पारी पारी कति दामी देख्ने रहेछ नि त। र विजय दशमीमा आज साथीभाइहरूसँग खै भेटघाट भइन्छ कि भइँदैन हैन। सबैजना ड्युटीमा हो, परदेशमा हो। हजुर कसरी अब यस्तै हो नि त। सट्टा घाम पनि लागेको छ हैन। बिहान बिहान यस्तो रमाइलो हुने रहेछ नि त। म त कहिले आएको थिइनँ यहाँ। यो कम्पनी यो बिल्लामा आएको नि धेरै 4 महिना 5 महिना भइसक्यो। तर अझै हो माथि चढेको म। दामी रहेछ जग्गा, दामी देख्ने छ भ्यू चाहिँ यहाँबाट। ल साथी हो, अब मेरो यहाँ भाइहरूको रुमतिर गएर हेरौँ के रहेछ अवस्था।